नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो नयाँ भ्लगमा। आज हामी हाम्रो भाले बस लिएर एउटा लामो र रोमाञ्चक यात्रामा जाँदैछौँ। हेर्नुस् न, हाम्रो बस कति चमकधमक देखिएको छ। स्पिड अन इट्स लिमिट लेखिएको छ, तर हामी सुरक्षित यात्रा गर्नेछौँ है त। ल अब ढिला नगरी बसभित्र छिर्नुपर्छ। ल अब चाहिँ ढिला नगरी प्यासेन्जर लिन जाउँ है त साथीहरू। म चाहिँ प्यासेन्जर लिन हिँडिसकेको छु। अब प्यासेन्जर पिक गर्ने ठाउँ गएर भेटौँ मलाई है त। फाइनली साथीहरू, भाले बसलाई 100 को स्पिडमा कुदाएर म प्यासेन्जर पिक गर्ने ठाउँ आइपुगे। देख्न सक्नुहुन्छ, प्यासेन्जरहरूले हाम्रो बसलाई नै वेट गरिरहेको रहेछ। बस अगाडि आएर अभौन नपाउँदै बसमा चढ्न सुरु गरिसकेका छन्। यिनीहरूको चढ्ने स्टाइल अलि फरक नै रहेछ, देख्न सक्नुहुन्छ। साथीहरू, म चाहिँ अहिले प्यासेन्जरलाई पिक गरेर आफ्नो यात्रातर्फ लगिसकेको छु। अब जङ्गलको बाटो हरियाली पहाड पुगेर भेटौँला है त। साथीहरू, म सहर कतेर गाउँको बाटोमा प्रवेश गरिसकेको छु। अब यहाँबाट हाम्रो सगुरो बाटो सुरु हुन्छ। यो बाटोमा चाहिँ दुईवटा गाडी पास हुन अलि गाह्रो हुन्छ। यात्राको क्रममा मौसम खराब भएर पानी परिरहेको छ। यो सगुरो अनि हल्का पानीको साथ एउटा नेपाली गीतमा सिनेम्याटिक सर्ट है त साथीहरू। बाटो सानो अनि ओह्रालो भएको कारणले गर्दा धेरै सिनेम्याटिक शट लिन पाइएन। त्यसैले म केबिन भ्यू देखाउँदैछु। केबिन भ्यू देखाउँदा देखाउँदै हाम्रो भाले बस अगाडिको रेलिनमा चुप्प खान गयो। धन्न भाले बसलाई अनि बसभित्रको यात्रुलाई केही भएन। निरन्तर यात्रामा अहिले भने हामीले निकै राम्रा भ्यूहरू देख्न सकिन्छ। सानो बाटो छेउछेउमा अग्ला अग्ला रुख, सागुरो घुम्मती, उकालो ओह्रालो। बाटो यात्राको क्रममा यहाँ धेरै राम्रा भ्यू देखिरहेको थियो। त्यसैले यहाँ पनि एउटा मिठो नेपाली गीतसँग सिनेम्याटिक शट जाउस् है त। हामी हाम्रो निरन्तर नन स्टप यात्रापछि आफ्नो गन्तव्यमा पुगेका छौँ। अगाडि देखिएको मन्दिर नै हाम्रो आजको यात्रा थियो। गन्तव्यको निकै नजिक पुगेपछि मैले भाले बसलाई 70-75 को स्पिडमा कुदैन लागे र मन्दिर अगाडि बस पार्क गरे। आजको यात्रा यहीसम्मको थियो। छुटिने बेला मन्दिरको एउटा सिनेम्याटिक शट हेरेर जानु है त। तपाईहरूलाई आजको यो बसेट ब्लग कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक गरिदिनुहोला र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा अझै लामो र नयाँ रुटमा यात्रा गर्नेछौँ। त्यतिन्जेलसम्मका लागि बिदा पाऊँ। धन्यवाद। जय नेपाल।